अरूलाई अरूको चिन्ता, घर ज्वाइँलाई चाहिँ घरकै चिन्ता भने चाहिँ बच्चा बेला चाहिँ खाली खानाकै मात्र चिन्ता हुँदो रहेछ। हुन त बुढापाकाले भन्नुहुन्थ्यो बच्चा बेला चाहिँ बच्चाको भोक चाहिँ आँखामा हुन्छ अरे भनेर, त्यसैले होला खाली भोक मात्रै लाग्ने। मेरो पनि छोराछोरीले चाहिँ भोक लाग्यो भनेर सताइरहेको थिए। दिउँसो 2 बजेको थियो अनि म चाहिँ बिजी छु, अलि एकछिनमा बनाइदिन्छु भनेको थिएँ। त्यतिकैमा चाहिँ बच्चाहरू निदाएछन्। अनि त्यसपछि लागेँ म खिचडी बनाउनतिर। अनि थोरै चामल भिजाएँ अनि मैले चाहिँ मसुरको दाल ठ्याक्कै सकिसकेको रहेछ। अनि मिक्स दाल चामल बनाउँछु भनेर रेडी बनाउँदै थिएँ। अनि थोरै बन्दकोपी काटेँ अनि अलि ढिला हुने जस्तो भयो। अनि त्यसपछि मलाई चाहिँ लसुन फोक्न हेल्प गर्न भनेर उतातिर गएको। छोरी चाहिँ मिलाइसकेको अनि छोरा चाहिँ लेखिरहेको। अनि छोरालाई ल्याएर म चाहिँ लसुन फोक्न हेल्प मागेँ। उसले चाहिँ मजाले लसुन फोकिरहेको छ अनि म चाहिँ यता अरू पेस्टहरू तयार गर्दै थिएँ। अनि चाहिँ सबै पेस्टहरू तयार भयो अनि चाहिँ म लागेँ पकाउनतिर। अनि प्रेस कुकर सानो अनि पकाउने चिज चाहिँ धेरै भए। मलाई फेरि अर्को टेन्सन भयो, अब यो पाक्दैन कि भनेर। छोराछोरी खानालाई फेरि मक्ख भइरहेको थिएँ। अनि घिउ हेरेको, घिउ चाहिँ ठ्याक्कै सकिसक्यो रहेछ। अनि जति थियो त्यति सोरसार पारेर चाहिँ राखेँ है। अनि चाहिँ यति धेरै भइसक्यो। अनि चाहिँ मैले सिटी लाग्दैन कि भनेर चिन्ताले ग्यास चाहिँ सानो बनाएँ, सिटी नलाग्ने पाकोस् भनेर। अनि पछि फेरि भाँडा एकैचोटि धुन धेरै हुन्छ भनेर चाहिँ जति छन् त्यति भाँडा चाहिँ मैले धुन लागेँ। बाहिर भाँडा धुँदा पनि मेरो ध्यान चाहिँ भित्र थियो, खिचडी पाक्दैन काँचै हुन्छ कि भनेर। ध्यानभरि भिडियो बनाउनेतिर भएर होला मैले चाहिँ सामान धेरै राखेछु के, दाल चामल सबै धेरै धेरै राखेर छु, त्यही भएर पनि होला। अनि चाहिँ भित्र त्यो लसुन फोकेर त्यत्तिकै थियो अनि सफा गर्नतिर लागेँ। त्यसपछि पाक्यो कि नै भनेर मुटु ढुकढुक ढुकढुक गरिरहेको थियो। यसरी हेरेँ अनि हेर्दा चाहिँ ठ्याक्कै पाकेको थियो। खिचडी जस्तो पातलो नभए पनि ठ्याक्कै यति खाँदा पनि ठिकै हुन्छ भनेर खुसी भएँ म चाहिँ पाकेको देखेर। अनि चाहिँ लागेँ छोराछोरी उठाउनतिर। छोराछोरी पनि उठे अनि फेरि अर्को रुमतिर गएँ। अर्को रुमतिर गएको त छोरो पनि सुतिसकेको रहेछ। अनि नास्ता खाना उठ भनेको त उनीहरू त निद्रामै के बोल्न थाले। अनि सबैजना उठे अनि लागे म चाहिँ उनीहरूलाई खिचडी राख्दिनतिर। अनि छोराछोरीले चाहिँ वाउ फ्राई राइस जस्तै रहेछ भनेर खुसी भएर खान थाले। यसरी छोराछोरीले खाएको देख्दा चाहिँ आफू टन्न भएको जस्तो महसुस हुने के। मलाई मात्रै हो कि सबै आमाहरूलाई यस्तै हुन्छ होला।